गाइस हेर्नु न यो के हो गाई हो कि गोरु हो कि के हो यो भन्नुहोस् त तपाईँहरू चिनिन यो चाहिँ गोरु रहेछ ऊ छि हगिदिँदो रहेछ है हामी चाहिँ गलीकोट घुम्न आइरहेको छु हो सिधै ड्युटीबाट आएर अबिलो जिन्दगी नआउला यसरी अन्त अब यसले हान्यो भने त मान्छे मर्छ नि झडै हुन्छ नि हामी सिकुटी मान्छेहरू हामी जस्तो सिकुटी मान्छेहरू त होइन खोला डुबा डुबा त हेर्नुहोस् न कस्तो मजाको जग्गा छ है यहाँ चाहिँ आर्मीको एरिया पर्छ हो रोडहरू पनि मजाको छ चाइना देख्छ अरे त हौ यहाँबाट तर कता हो माथि चाहिँ कस्तो मजाको छ कहाँ केही गर्दैन आर्मी पहिला हामी पुरा थियौँ यहाँ ए पहिला पो अरे म यहाँकै त होइन है यो रुख त केटा र केटी जस्तो छ है कस्तो मजाको देख्छ यहाँ चाहिँ मजाको देखेको है के उतालाको गाउँ चाहिँ कुन चाहिँ हो कहाँ हो र ए तल्लो गिङ है चौरस्ता यहाँ छ चौरस्ता चौतारा भनेको चौरस्ता कस्तो मजाको छ यहाँ चाहिँ उयो तल पनि मजाको छ अब त कतिबाट जानुपर्ने घर चाहिँ हामी यहाँ त शान्ति पो हुन्छ त बस ड्युटीबाट घर जाइ छैन सिधै हो यहाँ चाहिँ हिजोसम्म बिमार भएर थल परिरहेको थिएँ आज चट्टै कस्तो मजाको देख्छ त्यहाँबाट आउनु यसै घुम्नुहरू तपाईँहरू पनि होइन यहाँ भनेको आउनु यसै घुम्नु लिभिङ गुडमा यहाँ बादलहरू कस्तो मजाको देखेको के हो के हुन्छ त्यो चारपत्तीले चाहिँ चारपत्तीहरू चाहिँ मुस्किलले पाउँछ रेयर हो नि त चारपत्ती 5 पत्तेसम्म भेटेको बसी जानुपर्छ ऊ पारी चाहिँ कुन चाहिँ गाउँ होला है के हो माथिबाट आएको हामी हो कुनै गाउँहरू पनि घुम्नु आउँदो रहेछ है कहाँ उता चाहिँ उता पनि छ बाटो छैन है यहाँ त अब कहाँ छ र बाटो कहाँ पुग्छ त चाहिँ हेलो 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 कस्तो मजा छ है चार्जर कसको लामाले हालेको चार्जर ल बाई गाइस अहिले उतल देखाउँछु भनेको कि देखाउँछु नि त अघि रोड देख्नु भयो होला हो उपबाट त जानु पनि दिँदैन हामीलाई छिर्नु पनि दिँदैन अन्त उतल जाउँ भनेको एकछिन रिल्याक्स गरेर जान्छु नि त मजाको छ रोडहरू लगाएर